Lights went down when you feel lost in your shadow. Don't feel ल गाइज है यो चाहिँ हाम्रो मार्दी हिमाल ट्रेकको लागि हाम्रो सोल्टीले पहिले प्रिपरेसन गरिराखेको छ यस्तो तरिकाले डाङ गुडुङ बाफरे बाफ यो हो नि त तरिका है बाबालाई है यार एक्सर्साइज त आम्मामामा अहिले हामी यतिखेर अस्ट्रेलियन बेस क्याम्पमा छौँ है यो जस्ट धम्पुसबाट थोरै माथि छ धम्पुसबाट तपाईँहरू चाहिँ ठ्याक्कै 45 मिनट माथि आइसकेपछि चाहिँ अस्ट्रेलियन बेस क्याम्पमा आउन सक्नुहुन्छ है यहाँ चाहिँ वान नाइट स्टेको लागि पनि एकदमै राम्रो ठाउँ रहेछ यो अब यहाँबाट चाहिँ माथि चढ्ने हो मार्दी हिमाल चाहिँ जस्ट अब हामी यहाँ एकछिन पछि चाहिँ हिँड्छौँ है चिसो छ एकदम यस्तो गर्मी पनि चितवनको लास्ट गर्मी थियो चितवनमा यो महिना जेठ महिनामा हैन तर यहाँ चाहिँ एकदमै चिसो आनन्द छ के यो ठाउँ दामी छ ल एक्सर्साइज चल्दैछ यसरी यस्तो तरिकाले यो हो नि त बाफ रे बाफ नाउ वी आर स्टार्टिङ टु गो मार्दी हिमाल दिस वे वाउ गुड इन्भाइरोमेन्ट यही रहेछ होइन यही बाटो यो चाहिँ हामी प्रितम देउराली भन्ने ठाउँमा आयौँ हामी मार्दी हिमाल जाने क्रममा प्रितम देउराली चाहिँ यो वे छ यो बाटो पनि बन्नु जी यो बनायो नि यसरी ए अर्को वे पनि छ यसमा जाने यहाँ काटेर के हो ल ठिक छ अब यस्तो छ यी ट्रेक बिस्तारै आउँदै हुनुहुन्छ उहाँहरू पनि ल है त गाइज अब यहाँबाट हामी माथि सिधै है त फेरि भेटौँला गाइजहरू अहिले चाहिँ हामी प्रितम देउराली भन्ने ठाउँमा आइपुग्यौँ यो चाहिँ अस्ट्रेलियन बेस क्याम्पबाट हामी सिधै माथि आएको है अब यहाँ हामी मार्दी हिमालतिर जाँदैछौँ यो ठाउँ पनि दामी 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 लाग्यो कस्तो छ सोल्टी यो ठाउँ यता हेरेर भन्नु पर्यो ठीक छ राम्रो हो भेरी गुड फर ट्रेकिङ इन्जोय गरिराख्यो नि यस ओके फाइन दामी छ है दामी वेदर पनि बबालै राम्रो आनन्द हामीले चाहिँ अब खानेकुरा बट्टारे खाँदैछौँ है ल भन्न मन नलाएर बहिनीले है हामीलाई टक्क यस्तो दामी छ हो थ्याङ्क यू सो मच हाम्रो नाम के अरे मेरो नाम पूजा खड्का पूजा खड्का है ल हाम्रो ब्लगमा पूजा खड्का पनि हो म त ब्लगर हो नि त हो मेरो प्रसिम सापकोटा छ ल सब्सक्राइब गर्नु पर्यो है त 3जना सब्सक्राइबर त यही बढ्यो 5जना ए अरू साथी पनि छ 2जना एक्स्ट्रा ल ठिक छ पानी खड्का के अरे पानी खड्का पानी खाल्टा ल ठिक छ पानी खाल्टासम्म हामी आइसक्यौँ अब बवाल तरिकाले हिँड्न छ थैट चिसो त ठिक छ ल अब आधी घन्टा हिँडेपछि खाना खाने ठाउँमा पुग्छ है ल अब आधी घन्टा हिँड्छौँ हामी है त फाइनल्ली हाम्रो खाना आयो दाइले टक्क फ्रेस खाना ल्याउनु भयो अब हामी टक्क खाना खान्छौँ है होइन म त चम्चाले हो म सिधै चम्चाले हान्छु मैले है टक्क खाना खान्छौँ अब फरेस्ट बेस क्याम्प हिँड्दा यो ल ठिक छ प्याकेजको कसरी भन्नुहुन्छ त यहाँ भेजको 1700 नन भेजको 2000 नन भेजको 2000 भेजको
1700 पर पर्सन त्यसमा चाहिँ के फेसिलिटी हुन्छ यसमा अब डिनर रुम बिहान ब्रेकफास्ट खानाको लागि पानी वाइफाई मोबाइल चार्ज सबै पायो हजुर वाइफाई इजिली एक्सेसिबल छ हजुर अनि मजाले चल्छ मजाले त अब अलि बेला त्यति राम्रो बादल लाग्यो भने चल्दैन भन्ने सुन्थेँ हो र मैले त्यो कुरा सुनेको थिएँ नोटिस गर्थेँ के भन्नुहुन्छ हाम्रो सुभाष सरले यस विषयमा तपाईँको धारणा बुझ्न चाहन्छु है मैले के भन्नु चाहिन अलि चाहनुहुन्न अनि तपाईँहरूले भन्नुहोस् यतातिर जानु के भन्ने अब बसौँ बस्छौँ कता है हजुर हामी अब फरेस्ट बेस क्याम्पबाट निस्किँदैछौँ हाम्रो एलबी सर यहाँ हुनुहुन्छ है हाम्रो ईश्वर सर सुभाष सोल्टी ओके डन वेलेस मुभ टु आवर डेस्टिनेसन ल पानी परिरहेको छ है वी आर इन रेस्ट क्याम्प नाउ ब्युटिफुल भ्यू दामी छ है फरेस्ट बेस क्याम्पबाट लगभग आधी घन्टामा नै यो ठाउँमा पुगिन्छ है हाम्रो गाइजहरू पनि आइसके सबैजना के छ ठिक छ ठिक छ के छ सोल्टी ठीक छ सोल्टी अल गुड के छ त वाउ ठिक छ ल ठिक छ रमाइलो भइरहेछ रमाइलो भयो मेन त भ्लग अनि यता हो है ठिक छ नि फाइनली अलि भ्यू देखियो ल फाइनल्ली हामी लोक्याममा आयौँ है त यस्तो छ यहाँ लोक्याम दामी दामी है वा लोक्याममा आइयो अब टक्क लाएर यहाँ केही न केही तातो पानी शान्तो पानी अथवा केही खान पनि सक्छौँ हामी त्यसपछि त हाम्रो अर्को डेस्टिनेसन सुरु हुन्छ यस्तो छ यहाँ ल हेलो नमस्ते वेयर आर यु फ्रम United States. युनाइटेड स्टेट Yeah. हाउ आर यु फिलिङ Oh, great. ग्रेट Yes, we went all the way to the viewpoint. It was very far and very steep. It was Yeah. very good. डु यु भिजिट चितवन नेसनल पार्क Which one? चितवन नेसनल पार्क No, not this time. 30 years मेबी ago. नेक्स्ट 30 टाइम years ago, I visited it. 30 years ago Yeah. wow You visited? yeah I'm from Chittagong National You're from Park Chatwin? Okay, okay. My friend has worked there for many years in Lumbini. Lumbini yeah Yeah. Okay, enjoy the trek. you also Ramoसँग जानुहोस् न? okay नेपाली पनि आउँदो रहेछ है हजुर नि बिस्तारै जानुहोस् हस् ल यो चाहिँ बादल डाँडा यो पनि बादल डाँडा अनि हाई क्याम्प चाहिँ माथि छ अरे अनि मार्दी हिमाल यो अहिले देखिएको हल्का हल्का देखियो यहाँ चाहिँ चट्ट लाएर ल अब हामी हाई क्याम्प जान्छौँ त्यसपछि यस्तै छ हिमाल चाहिँ हल्का खुलेको छ हाई क्याम्प भन्छ हाई क्याम्पमा छ कति मिटर छ दाइ यो 3550 छ है यहाँ के छ प्याकेज सिस्टमहरू के कस्तो छ प्याकेज सिस्टम छ कति छ नि भेजको 2500 3000 त्यसमा के इन्क्लुड हुन्छ दाइ त्यसमा चाहिँ बेलुका खाना बिहानको ब्रेकफास्ट रुम अनि तपाईँको अब सोलरले काम गर्यो भने मोबाइल चार्ज हजुर अनि अब वाइफाई बिग्रेछ वाइफाई अहिले चल्छ कि चल्दैन वाइफाई त्यसमा चाहिँ तपाईँहरू अब एक कप पैसा तातो पानी हुन्छ तातो पानी हुन्छ अरू एक्स्ट्रा लिनुभयो भने चाहिँ थर्मसमा लिनुभयो भने चाहिँ चार्ज लाग्छ चार्ज लाग्छ तातो पानीको चाहिँ त्यही हो ए अनि अब के अरे चार्जको लागि चाहिँ लाइन छ अब सोलर छ अब लगभग अब त्यही हामीले चार्जले समस्या हुन्छ एक ठाउँमा 20-25 जना मान्छे हुन्छ भनेर अहिले रिसेन्टली के छ यो समस्याले गर्दा चाहिँ हामीले हल्का जो यहाँ 10 जना त्यहाँ 10 जना भयो भने सबै ठाउँमा सेवा सुविधा राम्रो पायो नि त हो त्यो कारणले गर्दा चाहिँ त्यही त भयो अब जस अहिले सबै इम्पोर्टेन्ट चिजहरू चाहिँ हजुर चार्ज हुन्छ चार्ज हुन्छ ओके दाइ ल यही मेरो दुईटा दोस्तहरू चाहिँ यहाँ आएर होइन पुरै तास खेल्दै बसिराखेन कुन गेम खेल्दै यो सोल्टी तिमी प्रो तपाईँ कुन गेम हो प्रो हुनुहुन्छ अनि तपाईँहरू त कति फास्ट आएको त 2 घन्टा भइसक्यो 2 घन्टा भइसक्यो कति
चिल्लाउनु भएको त हजुरहरू हामी अनि त कहिले साथीलाई छोडेर होइन साथी तलै नजिकै छ धेरै टाढा टाढा छैन नजिकै छ आउँदैछ पनि आउँदैन अन्त होइन आउँछन् हेलो हजुर खेल्ने हाउ आर यु Good, how are you? आई एम अल्सो डुइङ गुड वेयर आर यु फ्रम New York. न्युयोर्क वाउ डु यु भिजिट चितवन नेसनल पार्क नो your first time visit here? Yes, first time. Yeah. Okay, how are you feeling? Good. Good? Yeah. Okay. How long stay in Nepal? How? Oh, okay. Okay. Monday. Monday. Yeah. Monday you will return back to New York? To Africa. Sorry? I'm going to Africa. Africa? Yeah. Next trip your Africa? Yeah. Wow. Africa is very hot. Yeah. हामी अहिले यो हाई क्याम्पमा छौँ होइन यहाँ सबै हाम्रो गाइजहरू चाहिँ होइन ट्याकल लाएर यो तास खेल्नको लागि रेडी भएर बबाल तरिकाले होइन यस्तो हुँदैछ यहाँ अब कुन गेम हुँदैछ यहाँ कल ब्रेक अब यो ब्रेकमा ब्रेक लाग्छ कि नन स्टप चले गर्छ नन स्टप जान्छ होइन ल अनि हाम्रो सरको खबर के छ ल ठिक छ यसरी हाम्रो ग्रुप चाहिँ फाइनल्ली हाई क्याम्पमा आएर पनि यो छ होइन फाइनल्ली हाम्रो हाई क्याम्प भन्छ गरे यसलाई होइन आएर पनि तास सुरु भइसक्यो 3500 कति हो यो 3550 मिटरको हाइटमा छौँ अहिले हामी यसपछि हामी भोलि एट द अर्ली मर्निङ विल गो टु मार्दी भ्यू पोइन्ट Wow, lovely. Wow. बेनीको बजार धता माया उठैछ नजर मिरे मिरे जले रुमाल मिरे मिरे जले रुमाल वाउ यस्तो दामी ल हामी अहिले मार्दी भ्यू पोइन्टतिर जाँदैछौँ होइन गाइज यो चाहिँ मार्दी हिमाल यहाँबाट टक्रक्क देखिएको छ अझै हिँड्न बाँकी छ बत्ती बलेको छ नि त्यहाँसम्म हामी जानुपर्ने हुन्छ त्यही नै मार्दी भ्यू पोइन्ट हो र हाम्रो गाइजहरू यसरी यहाँ एक्क लाएर बिहान बिहान है उठेर के छ खबर
ठिक छ नि अलिअलि हो अनि यता गर्मी भयो है चौरी गाई कहाँ खै ए ल हेर चौरी गाई है बुवा हामी त बिहान 3 बजे उठ्यौँ 3 बजे उठेर अनि हिँडेको हिमाल हेर्न हेर्दै जाम कहाँसम्म पुगिन्छ गाइजहरू है हिमाल त देखिएको छ तर अलिकति बादल लागेको छ अब घाम लाउँदाखेरि कस्तो देखिन्छ भन्ने कुरा हो माथि टुप्पामा जान छ है त ल गाइज हामी चाहिँ मार्दी हिमाल भ्यू पोइन्ट 42 मिटर फ्रम सी लेभल आइसक्यौँ हम होइन यस्तो बवाल छ तर सबै कुहिरो लाखा हिमाल चाहिँ देखे होइन टक्कै यहाँनिर आइसक्यौँ यस्तो छ इन्भाइरोमेन्ट यहाँको बवालै छ चिसो चाहिँ व्यापक छ फाइनल्ली भ्यू पोइन्टमा त आइयो हिमाल चाहिँ छैन हेलो ल यस्तो चाहिँ यहाँ माहौल टन्नै मान्छेहरू हुनुहुन्छ चिया कफी यहीँ पाइन्छ है त यस्तो छ दामी छ छन् त तर यहाँबाट हिमाल देखिने छर्लङ्ग तर कुहिरो लाएर हिमाल देखेन है त देखिएको छैन के गर्नु त यस्तो छ माहौल चाहिँ दामी छ छन् त ल है त गाइज फेरि अलि अर्को भिडियो भेटौँला ल यतापट्टि अलिअलि हिमाल देखेको जस्तो लाग्यो है त यता यस्तो छ माहौल चिसो त लास्टै छ बेस क्याम्पतिर गए जस्तो छ क्या त्यो यति धेरै मानिसका यति धेरै आँखाहरू मलाई भने तिम्रै आँखा रुजु रुजु लाग्छ रुजु चियाको एउटाको बाबु एउटाको 200 दिलले यहाँ टक्क चिया होइन बनाउँदै हुनुहुन्छ चिया तातो पानी खानी हो यहाँ आनन्द यस्तो छ भित्र टक्क आनन्द छ नि त यहाँ त हामी चितवनमा बसेको मान्छे चितवन हजुर पनि चितवन हो ए त्यही त चितवनको गर्मी है हजुर चितवनको गर्मी होइन अनि यहाँ आउँदा त जाडो भएर आनन्द आउने के पाउनु त ल दिदी हाम्रो बन्दैछ नि होइन ल एउटा मिल्क टी अनि दुईटा चाहिँ तपाईँको ब्ल्याक टी अनि एउटा तातो पानी ल म बोलाइदिन्छु है अनि दिलले यहाँ गर्न थालेको कति हो नि यो होटल गर्न थालेको 4-5 वर्षै भयो है त्यही त नि यो आज त अलि भ्यू देखेन नि है दिदी बिहान खुले थियो ए त्यही त ल त्यही त दिलले यसरी यहाँ चिया बनाउनुहुन्छ टक्क मिठो चिया खाने हो ल चिया बन्दैछ होइन मिल्क टी बन्दैछ ब्ल्याक टी चाहिँ अलमोस्ट रेडी भयो तातो पानी हजुर यहीँ सुत्नुहुन्छ दिदी अनि चिसो कतिको चिसो हुन्छ ए चिनी नलागे भन्नु मैले चिनी ठिक्क राख्छु कहिले त लाग्दैन कहिले फेरि बढी हुन्छ हजुर ल दिलले मलाई चिया बनाइदिनु भयो टक्क दुध चिया अब यहाँ चिनी हाल्दै हुनुहुन्छ
यस्तो मिठो हुन्छ यहाँ मार्दी हिमाल भ्यू पोइन्टमा छौँ 4200 मिटर है दिलले चिया रेडी गरिदिनु हो म चिया खान्छु टक्क लाएर मेरो चिया यो नै हो हस् दिदी अन्त गाई चाहिँ अलिअलि हिमाल देखे जस्तो लागेको छ यहाँनिर भ्यू पोइन्टबाट नेपालको झन्डा यस्तो बवाल तरिकाले छ यहाँ टक्क होइन हल्का फुल्का चाहिँ हिमाल देखिए जस्तो देखिएको छ यता